नमस्कार, म गगन श्रेष्ठ। हरेक खानेकुराहरूको आफआफ्नो कथा हुन्छ र त्यो बन्ने क्रममा, त्यो विकसित हुने क्रममा त्यो सँगसँग धेरै इन्ट्रेस्टिङ कथाहरू जोडिएको हुन्छ। त्यस्तै बिरयानी पनि अलग अलग टाइपको हुन्छ र यसको पनि आफ्नो आफ्नै नै कथा छ। जस्तै हैदराबादी बिरयानी अलि मसालेदार हुन्छ, अलि फ्लेभरफुल हुन्छ र यो चाहिँ मासु र चामल सँगसँगै पकाइएको हुन्छ। जस्तै लखनवी या अवधी बिरयानी चाहिँ अलि सिम्पल हुन्छ, सादा हुन्छ र कोलकाता बिरयानीमा चाहिँ यो चित्रमा देख्नुभएको जस्तै आलु पनि दिएको हुन्छ, सादा हुन्छ र सँगसँगै चाहिँ मासु सँगसँगै आलु पनि दिएको हुन्छ। नर्मल नै लाग्थ्यो यो कुराहरू, किनभने बिरयानीको अलग अलग टाइप हो, आफ्नो टाइप हो। तर यो आलुमा एउटा एकदमै गहिरो कथा मिसिएको रहेछ। एकदमै यो चाहिँ अहिले चित्रमा देख्नुभएको चाहिँ उहाँ चाहिँ अवधको अन्तिम नवाब वाजिद अली शाह हो। उहाँसँग चाहिँ यो कोलकाताको आलु बिरयानीको कथा एकदमै स्याड स्टोरी रहेछ। जब मैले यो स्टोरी थाहा पाएँ त्यसपछि चाहिँ मलाई यो कोलकाताको आलु बिरयानीको एकदमै माया लागेर आयो र मैले कोलकाता जाँदा या अरू ठाउँमा पनि कोलकाता बिरयानी खाएको छु, जसमा चाहिँ आलु पनि मिसाइएको हुन्छ। मासु सँगसँगै सादा हुन्छ, फ्लेभरफुल हुन्छ, मासुको पिस पनि हुन्छ र सँगसँगै चाहिँ आलु पनि हुन्छ। र त्यो आलु किन हुन्छ भन्ने स्टोरी मैले थाहा पाउँदै गएपछि, बुझ्दै गएपछि मलाई एकदमै यो स्याड स्टोरीबाट एकदम त्यो बिरयानीको नि माया लागेर आयो। यसको कथा चाहिँ यस्तो रहेछ। यो अवध भनेको अहिलेको लखनऊ, त्यहाँको चाहिँ अन्तिम नवाब वाजिद अली शाह लाई चाहिँ ब्रिटिस भारतले आफ्नो ब्रिटिस टेरिटरीमा विलय गराउनु भएपछि उहाँलाई चाहिँ निर्वासित जीवन बिताउन कलकत्ता पठाइएको रहेछ। त्यो समयको कलकत्ता पठाइएको रहेछ र उहाँले चाहिँ आफूसँग भएको हिरा जवाहरात सम्पत्तिहरू लिएर र सँगसँगै चाहिँ सम्पूर्ण परिवारहरू र सँगसँगै त्यतिखेरको उहाँको स्टाफहरू, सुसारेहरू र खानसामाहरू, कुकहरू सबै लिएर जानुभएको रहेछ। र त्यहाँ चाहिँ एउटा एरियामा उहाँहरूलाई चाहिँ निर्वासित जीवन बिताउन दिएको रहेछ। त्यहीँ गएर बस्नु भएछ र त्यहाँ बस्नु भएर चाहिँ उहाँले चाहिँ आफ्नो राज्य फेरि फिर्ताको लागि कोसिस गरिरहनु भएको रहेछ। उहाँले चाहिँ लन्डनमा क्विन भिक्टोरिया कहाँ पनि फिराद पत्र पठाउनु भएको रहेछ र त्यतिन्जेलसम्म चाहिँ आफ्नो त्यत्रो सम्पूर्ण परिवारहरू, त्यो समयको नवाबको अब थुप्रो परिवारहरू हुन्थ्यो, सँगसँगै धेरै स्टाफहरू, काम गर्नेहरू र उहाँलाई चाहिँ फेरि एकदम गीत नाचहरूमा पनि एकदम सोख थियो। उहाँ चाहिँ कवि पनि हुनुहुन्थ्यो। उहाँ सँगसँगै चाहिँ धेरै कलाकारहरू पनि गएका थिए। सम्पूर्णको खर्चहरू बिस्तारै अब उहाँसँग राज्य त रहेन। उहाँले जति उहाँसँग हिरा जवाहरात थियो त्यो बेच्दै बिस्तारै यो सकिँदै गयो र एउटा समय यस्तो पनि आयो अरे खानाकै लागि नै नपुग्ने स्थिति आयो र त्यतिखेरको जुन खानसामा हुनुहुन्थ्यो, कुक हुनुहुन्थ्यो, उहाँले चाहिँ बिरयानीमा चाहिँ अब मासुले मात्रै नपुग्ने भएपछि चाहिँ आलु पनि मिसाउन थाल्नु भएछ र आलु मिसाएर चाहिँ बिरयानी बेच्न उहाँहरूलाई पस्किन थाल्नु भएछ र बिस्तारै चाहिँ उहाँको खानाको क्वालिटी पनि घट्दै गयो, सादा हुँदै गयो, किनभने उहाँलाई त्यो खर्च पुर्याउने अब उहाँसँग खर्चै थिएन र उहाँको त्यो निर्वासित जीवनमा मृत्यु भयो र यो स्टोरी रहेछ कोलकाता बिरयानी। र यसरी नवाबको मृत्यु भएपछि उहाँको परिवारहरू छिन्न भिन्न भयो। उहाँहरू अलग अलग एरियामा जानुभयो र उहाँ सँगसँगै भएको एउटा कुकको खानसामाको ठुलो ग्रुपहरूले अब उहाँहरूलाई पनि बाँच्ने अस्तित्वको लागि नै उहाँहरूले सङ्घर्ष गर्न थाल्नुभयो र आफ्नो सिपलाई चाहिँ उहाँहरूले स्ट्रिटमा बेच्न थाल्नुभयो। कोलकाताको स्ट्रिटहरूमा सानो रेस्टुरेन्टहरू खोलेर उहाँसँग भएको सिपहरू बेच्न थाल्नुभयो र यसरी नै उहाँले चाहिँ जुन बिरयानी बनाउनु भएको थियो आलु मिसाएर कोलकाता बिरयानी, त्यो चाहिँ बङ्गालीहरूलाई पनि खुवाउन थाल्नुभयो र बिस्तारै चाहिँ यो आलु बिरयानी पपुलर हुँदै गयो र कोलकातामा फेमस भयो र यसको नाम नै कोलकाता बिरयानी भएर गयो। र यही बिरयानी चाहिँ लखनऊमा हुँदाखेरि चाहिँ मासु सँगसँगै चाहिँ फ्लेभर्सहरू हुन्थ्यो, हर्ब्सहरूको, स्पाइसेसहरूको र केवडा जल, गुलाब जलहरूको
र कोलकातामा पुगेपछि पनि फ्लेभर त छँदै थियो, सँगसँगै मिटको पिस सँगसँगै चाहिँ आलु पनि मिसाउनु पर्ने भयो र यो नै फेमस भएर गयो। र अहिले पनि कोलकाताको स्ट्रिटहरूमा जानुभयो भने अथवा त्यहाँको ठुलो रेस्टुरेन्टमा जानुभयो भने यही आलु बिरयानी चाहिँ तपाईँहरूलाई कोलकाता बिरयानी भनेर सर्भ हुन्छ।